Dear students, today we discuss about AIDS and HIV. AIDS र HIV को बारेमा आज हामी डिस्कस गर्ने छौं। जसरी हामीले अघिल्लो भिडियोहरुमा ह्युमन डिजीज सुरु गर्दाखेरि टाइफाइड, ट्युबरक्लोसिस पढ्यौं। सबै डिजीजको बारेमा हामीले पढ्नुपर्ने कुरा के छ भनेर हामीले भन्दै आएको छौं भन्दाखेरि त्यसको इन्ट्रोडक्सन, कजेटिभ एजेन्ट, मोड अफ ट्रान्समिसन, इन्क्युबेसन पिरियड, सिम्पटम्स, प्रिभेन्टिभ मेथड्स र ट्रिटमेन्ट भनेर हामीले भन्दै आइरहेको छौं र त्यही कुराहरु आज हामी एड्स को बारेमा डिस्कस गर्ने छौं। एड्स जुन छ, एड्स को फुल फर्म के हो भनेर भनियो भने एड्स को फुल फर्म चाहिँ एक्वायर्ड इम्युनोडेफिसिएन्सी सिन्ड्रोम। एड्स को फुल फर्म के रहेछ त भन्दाखेरि एक्वायर्ड इम्युनोडेफिसिएन्सी सिन्ड्रोम। इट इज मोस्ट सिरियस कम्युनिकेबल डिजीज अफ प्रेजेन्ट टाइम। अहिलेको वर्ल्ड को एकदमै सिरियस के त भन्दाखेरि कम्युनिकेबल डिजीज को रूपमा एड्सलाई रिगार्ड गरिन्छ। यो एउटा भाइरल डिजीज हो। भाइरल डिजीज भनेको भाइरसले गर्दाखेरि हुने डिजीज हो र यसले के गर्छ भन्दाखेरि इट ह्याम्पर्स द इम्युन सिस्टम अफ द बडी। नाममै के छ भन्दाखेरि एक्वायर्ड इम्युनोडेफिसिएन्सी सिन्ड्रोम। इम्युन सिस्टम जुन छ, इम्युन सिस्टम चाहिँ कमजोर हुने, इम्युन सिस्टमको इम्युनिटीको डेफिसिएन्सी हुने डिजीजलाई एड्स भनिन्छ भनेर हामीले भनिरहेछौं। त्यही अनुसार यो के रहेछ, भाइरल डिजीज रहेछ जसले के गर्ने रहेछ त भन्दाखेरि इम्युन सिस्टम जुन छ, ह्युमन बडीको इम्युन सिस्टमलाई ह्याम्पर गर्दछ या असर गर्दछ, इम्युनिटी कम बनाउने काम गर्दछ। र एड्स को पेशेन्ट्सहरु जुन छ, द पीपल अर द पेशेन्ट्स अफ एड्स बिकम अनेबल टु डिफेन्ड देमसेल्फ अगेन्स्ट द इन्फेक्सन। सामान्य इन्फेक्सनहरु पनि जसको लागि बडी ससेप्टेबल हुँदैन, नर्मल बडी ससेप्टेबल हुँदैन, त्यो इन्फेक्सनहरु पनि एड्स भएको व्यक्तिलाई सजिलैसँग हुन्छ। अब हामी यसको अकरेन्सको कुरा गर्छौं। अकरेन्स जुन छ, अकरेन्सको कुरा गर्दाखेरि एड्स जुन छ यो चाहिँ वर्ल्ड वाइड रूपमा प्रिभेलेन्स छ। अहिले एड्सको प्रिभेलेन्स के छ, वर्ल्ड वाइड छ। थ्रु आउट द वर्ल्ड हामी एड्स लागेको मान्छेहरू भेटाउन सक्दछौं। र एड्सको फर्स्ट केस जुन छ, इट वाज फर्स्ट डिस्क्राइब इन 1981 इन युएसए। यो पहिलो पटक चाहिँ 1981 मा युएसए मा पत्ता लागेको डिजीज हो। र इन year 1985 it was postulated that AIDS might have been originated in Africa. एड्स चाहिँ अफ्रिकाबाट ओरिजिन भएको हो भन्ने कुरा कहिले त भनेर भन्दाखेरि 1985 मा आएर भनियो। किन यसरी भनियो त भनेर भन्दाखेरि बिकज द एड्स भाइरस वाज इन्डेमिक एमंग अफ्रिकन ग्रीन मंकीज। अफ्रिकामा पाइने ग्रीन मंकीजहरु जुन छ, त्यो ग्रीन मंकीजहरुमा चाहिँ एड्स गराउने भाइरस जुन छ, एड्स गराउने भाइरस इन्डेमिक फर्ममा थियो। इन्डेमिक भनेको तीनेरी ओरिजिन भएर ती लामो समयदेखि पाइराखिएको अवस्थामा थियो, जसको कारणले गर्दाखेरि के कुरा आयो त भनेर भन्दाखेरि एड्स चाहिँ सम्भवतः अफ्रिकाबाट सुरु भएको। यो कहिले यो कुरा आएको त भन्दाखेरि 1985 मा। किन यो कुरा आयो भनेर भन्दाखेरि एड्स गराउने भाइरस जुन छ, त्यो भाइरस चाहिँ अफ्रिकामा पाइने ग्रीन मंकीजहरुमा पहिले लामो समयदेखि पाइरहेको हुनाले गर्दाखेरि यो कुरा आयो। र के विश्वास गरियो भनेर भन्दाखेरि द भाइरस, अब मंकीको बडीमा भएको भाइरस जुन छ, यो ह्युमनको बडीमा चाहिँ कसरी आयो होला त, मंकीको बडीमा थियो है। प्रोबेबली द भाइरस ट्रान्समिटेड टु मेन बाई इटिङ अनकुक्ड ब्रेन अफ द ग्रीन मंकीज। ग्रीन मंकीज जुन छ, ग्रीन मंकीजको ब्रेन नपकाइकन खाएको कारणले गर्दाखेरि चाहिँ यो भाइरस जुन छ मंकीबाट मान्छेमा आयो भनेर विश्वास गरिन्छ। अब हेर, एड्स जुन छ यो चाहिँ एकदमै फास्ट, एकदमै र्यापिडली वर्ल्ड वाइड रूपमा ट्रान्समिट भइरहेको छ है। इट इज स्प्रेडिङ भेरी फास्ट टु भेरियस कन्ट्रीज अफ द वर्ल्ड एन्ड इज थ्रेटनिङ द ग्लोबल एपिडेमिक। यो चाहिँ वर्ल्डलाई नै एउटा एपिडेमिकको रूपमा वर्ल्ड वाइड रूपमा यो फैलिरहेको छ, वर्ल्डलाई यसले थ्रेट गरिरहेको छ भनेर हामीले बुझ्यौं। र के एउटा डाटाले के भन्छ भन्दाखेरि अबाउट 3 to 3.5 मिलियन पिपल आर इन्फेक्टेड विथ एड्स। वर्ल्ड वाइड रूपमा हेरियो भने लगभग 3 देखि 3.5 मिलियन, अबाउट 3 to 3.5 मिलियन पिपल आर इन्फेक्टेड विथ HIV। एन्ड out of these total people or the patient of the AIDS, about 2 million patients of AIDS are present in USA alone. USA मा मात्रै कति अरे त भन्दाखेरि 2 मिलियन जति। टोटल वर्ल्ड वाइड रूपमा हेरियो भनेदेखि 3 to 3.5 मिलियन, र यो मध्ये 2 मिलियन चाहिँ कहाँ त भन्दाखेरि USA मा एड्स पेशेन्टहरु रहेको छन्। र हामीले हाम्रो देश नेपालको कुरा गर्यौं भनेदेखि इन नेपाल द फर्स्ट केस अफ एड्स वाज रिपोर्टेड इन 1988। द फर्स्ट केस अफ एड्स वाज रिपोर्टेड इन 1988
and now it is estimated that about 50,000 AIDS patients are there in Nepal. लगभग नेपालमा अहिले 50,000 जति मान्छेहरू के अरे त भन्दाखेरि एड्सबाट सफर भइरहेका छन्, अर्थात् एड्स पेसेन्टको नम्बर नेपालमा लगभग 50,000 जति छ भनेर डाटा अर्थात् स्ट्याटिस्टिक्सले देखाउँदछ। हेर, हामीले इन्ट्रोडक्सन, एड्सको इन्ट्रोडक्सन र अकरेन्स पढ्यौँ। हामीले के जान्यौँ भन्दाखेरि एड्सको फुल फर्म एक्वायर्ड इम्युनोडेफिसियन्सी सिन्ड्रोम हो, फुल फर्म एक्वायर्ड इम्युनोडेफिसियन्सी सिन्ड्रोम, र यो एउटा भाइरल डिजिज हो, भनेको मतलब भाइरसले गर्दाखेरि हुने डिजिज हो। र सबैभन्दा पहिलो पटक एड्स जुन छ, एड्स चाहिँ 1981 मा युएसएमा आइडेन्टिफाई भएको हो, र पछि आएर 1985 मा के कुरा भनियो त भनेर भन्दाखेरि एड्स चाहिँ सम्भवतः अफ्रिकाबाट सुरु भएको हो भनेर भनियो। किन त्यसो भनियो त भन्दाखेरि एड्स गराउने भाइरस जुन छ त्यो भाइरस चाहिँ अफ्रिकामा पाइने ग्रीन मंकीजहरूमा इन्डेमिक फर्ममा थियो, र के विश्वास गरियो त भनेर भन्दाखेरि ग्रीन मंकीजहरू जुन छ त्यसको अनकुक्ड ब्रेन मान्छेले खाएको हुनाले गर्दाखेरि मान्छेमा मंकीबाट, ग्रीन मंकीजबाट मान्छेको शरीरमा भाइरस ट्रान्समिट भयो भनेर विश्वास गरिन्छ। अब हेर, ग्लोबल्ली रूपमा हेर्दाखेरि के रहेछ भन्दाखेरि लगभग 3 to 3.5 मिलियन पिपुलहरू एड्सबाट सफर भइरहेको, र यो टोटल नम्बर मध्ये एकदमै धेरै 2 मिलियन जति पपुलेसन चाहिँ कहाँ छ अरे त भन्दाखेरि सिंगल युएसएमा छ। युएसए एलोन हैज 2 मिलियन एड्स पेसेन्ट, र नेपालको केसमा सबैभन्दा पहिलो पटक 1988 मा फर्स्ट केस रिपोर्ट भएको, र अहिले लगभग अबाउट 50,000 पिपुल आर सफरिङ फ्रम इट भनेर जान्यौँ। अब नेक्स्ट हेर, यसको कजेटिभ अर्ग्यानिजमको बारेमा कुरा गरौँ है त। यसको के को बारेमा अरे त भन्दाखेरि कजेटिभ अर्ग्यानिजमको बारेमा। हेर, कजेटिभ अर्ग्यानिजम अघि नै हामीले भनेको छ यो एउटा के हो अरे त भन्दाखेरि भाइरल डिजिज हो। इट इज अ भाइरल डिजिज, भाइरसले गर्दाखेरि हुने डिजिज हो, र यो एड्स गराउने भाइरस जुन छ यो भाइरसको काम चाहिँ के त भन्दाखेरि अघि नै हामीले पढेको छ, डिजिजको नामै एक्वायर्ड इम्युनोडेफिसियन्सी सिन्ड्रोम, बडीको इम्युन सिस्टम के हुने त भन्दाखेरि कम हुने। यो भाइरसले गर्ने कामै के हो त भन्दाखेरि बडीको इम्युन सिस्टम जुन छ इम्युन सिस्टमलाई डिस्रप्ट गर्ने काम गर्दछ। र यो भाइरसको बारेमा कुरा गर्दाखेरि द भाइरस वाज फर्स्ट आइडेन्टिफाइड इन 1983। यो भाइरस पहिलो पटक 1983 मा आइडेन्टिफाई भयो है। कसले आइडेन्टिफाई गरे त भन्दाखेरि फ्रेन्च फिजिसियन डाक्टर एल मोन्टेग्नर भन्ने डाक्टरले 1983 मा पहिलो पटक यो भाइरसलाई के गरे त आइडेन्टिफाई गरे। कहाँ पत्ता लाग्यो त भन्दाखेरि इट वाज आइडेन्टिफाइड फ्रम द लिम्फ नोड अफ मेल होमोसेक्सुअल इन्डिभिजुअलको लिम्फ नोडबाट पत्ता लाग्यो। र यो भाइरसको नाम एल मोन्टेग्नरले यो भाइरसको नाम एलएभी, सर्ट फर्ममा एलएभी, फुल नाम के त भनेर भन्दाखेरि लिम्फ एडिनोपेथी एसोसिएटेड भाइरस भनेर भनियो। पहिलो पटक यसको नाम 1983 मा के दिइएको रहेछ त भनेर भन्दाखेरि एलएभी, फुल फर्म के अरे त लिम्फ एडिनोपेथी एसोसिएटेड भाइरस भनेर भनियो। यसको केही समय पछाडि एकजना अमेरिकन साइन्टिस्ट डाक्टर रबर्ट ग्यालो भन्ने मान्छेले एकदम त्यही प्रकारको भाइरस चाहिँ आइडेन्टिफाई गरे, र त्यसको नाम उनले के राखे भन्दाखेरि ह्युमन टी सेल लिम्फोट्रोफिक भाइरस। नाम के राखेछन्? ह्युमन टी सेल लिम्फोट्रोफिक भाइरस, अर्थात् HTLV3 भनेर भनियो है। अब हेर, एउटै भाइरसको नाम कसैले एलएभी, लिम्फ एडिनोपेथी एसोसिएटेड भाइरस भनेर भन्ने, कसैले HTLV, ह्युमन टी सेल लिम्फोट्रोफिक भाइरस भनेर भन्ने। अब एउटै भाइरसको नाम बेग्ला बेग्लै भइसके पछाडि कन्फ्युजन पैदा भयो, जसको कारणले गर्दाखेरि 1986 मा इन्टरनेसनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरसेज, कुनै पनि नयाँ भाइरस आइडेन्टिफाई भयो भने त्यसको नेमिङ गर्ने अर्गनाइजेसन जुन छ त्यसलाई हामी इन्टरनेसनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरसेज भनेर भन्छौँ। यसले 1986 मा यो भाइरसको नाम के राखिदियो त भनेर भन्दाखेरि HIV भनेर राख्यो। र अहिले अब हामीले वाट इज द कजेटिभ एजेन्ट अफ द एड्स भनेर कसैले भन्यो भनेदेखि हामीले के भन्नु पर्यो? HIV भनेर भन्नु पर्यो। अब HIV स्ट्यान्ड्स फर, HIV को फुल फर्म के हो त भनेर भन्यो भनेदेखि ह्युमन इम्युनोडेफिसियन्सी भाइरस। HIV को फुल फर्म के रहेछ? ह्युमन इम्युनोडेफिसियन्सी भाइरस रहेछ। द फुल फर्म अफ HIV इज ह्युमन इम्युनोडेफिसियन्सी भाइरस एन्ड फुल फर्म अफ एड्स इज एक्वायर्ड इम्युनोडेफिसियन्सी सिन्ड्रोम। अब हेर, यो भाइरसको बारेमा हामीले कुरा गऱ्यौँ भने यो भाइरस जुन छ RNA भाइरस हो, प्लस के पनि हो अरे त भन्दाखेरि रेट्रो भाइरस। RNA भाइरस भन्यो भनेदेखि जेनेटिक मेटेरियल RNA भएको भाइरस, र रेट्रो भाइरस भन्यो भनेदेखि चाहिँ यो जेनेटिक मेटेरियल RNA जुन छ यो रिभर्स ट्रान्सक्रिप्सनको प्रोसेसमा गएर यसले DNA बनाउन सक्दछ भनेर भनेको हेर है त।
इट हेज 2 स्ट्रेन्ड्स अफ आरएनए। आरएनए को कतिवटा स्ट्रेन्ड्स छ यो भाइरससँग? 2वटा स्ट्रेन्ड्स छ। द्याट फर्म द टेम्प्लेट फर डीएनए व्हेन एक्टेड अन बाई इन्जाइम रिभर्स ट्रान्सक्रिप्टेज। रिभर्स ट्रान्सक्रिप्टेज भन्ने इन्जाइमले एक्ट गर्यो भनेदेखि यो के हुने अरे त भन्दाखेरि डीएनए बन्न सक्दछ। र यो प्रोसेस जुन हुन्छ यो रिभर्स ट्रान्सक्रिप्टेज इन्जाइमले एक्ट गर्ने प्रोसेस, त्यो प्रोसेसलाई चाहिँ रिभर्स ट्रान्सक्रिप्सन भनेर भनिन्छ। रिभर्स ट्रान्सक्रिप्सन इज अ प्रोसेस इन विच द आरएनए गेट चेन्ज इन्टु डीएनए। एचआईभी भाइरस के रहेछ? द एचआईभी स्ट्यान्ड्स फर ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस। एचआईभी स्ट्यान्ड्स फर वाट? ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस। एन्ड दिस एचआईभी इज रेट्रोभाइरस। एचआईभी कस्तो भाइरस? रेट्रोभाइरस। नाउ वाट डु यु मिन बाई रेट्रोभाइरस? रेट्रोभाइरस मिन्स आरएनए जेनेटिक मेटेरियल आरएनए भएको भाइरस, जुन आरएनए चाहिँ रिभर्स ट्रान्सक्रिप्सन भन्ने प्रोसेसमा गएर, कुन प्रोसेसमा गएर? रिभर्स ट्रान्सक्रिप्सन भन्ने प्रोसेसमा गएर के बनाउन सक्छ त यसले भनेर भन्दाखेरि डीएनए बनाउन सक्दछ। र रिभर्स ट्रान्सक्रिप्सनको प्रोसेस जुन छ यो रिभर्स ट्रान्सक्रिप्सनको प्रोसेसमा जानको लागि एउटा इन्जाइमको आवश्यकता पर्दछ। त्यो इन्जाइमलाई हामी रिभर्स ट्रान्सक्रिप्टेज भनेर भन्दछौँ। द रिजल्टिङ डीएनए, यसरी अब जुन रिभर्स ट्रान्सक्रिप्सनको प्रोसेसमा गइसके पछाडि जुन डीएनए बन्छ, द रिजल्टिङ डीएनए ह्याड 7 genes that code for the formation of new viruses after infection। अब पहिलाको आरएनए जुन थियो 2वटा आरएनए को स्ट्रेन्ड्स छ, जेनेटिक मेटेरियल आरएनए। एचआईभी भाइरसमा चाहिँ 2वटा आरएनए को स्ट्रेन्ड्स छ। यो आरएनए को स्ट्रेन्ड्सहरू रिभर्स ट्रान्सक्रिप्सनको प्रोसेसमा गएर, रिभर्स ट्रान्सक्रिप्टेज भन्ने इन्जाइमको प्रेजेन्समा रिभर्स ट्रान्सक्रिप्सनको प्रोसेसमा गएर डीएनए बनाउने। यसरी बनेको डीएनए जुन छ यो डीएनएसँग 7 जीन, 7वटा जिनहरू हुने है, जसले के गर्छ भन्दाखेरि नयाँ भाइरसहरू बनाउँदछ। इन्फेक्सन भइसके पछाडि नयाँ सेलमा गएपछि नयाँ भाइरसहरू बनाउँदछ। अब हेर यो भाइरसको बारेमा पनि हामीले जान्यौँ। एचआईभी भाइरस कस्तो भाइरस रहेछ? आरएनए भाइरस, रेट्रोभाइरस है। रेट्रोभाइरस भनेको रिभर्स ट्रान्सक्रिप्सनको प्रोसेसमा जान सक्ने। रिभर्स ट्रान्सक्रिप्सनको प्रोसेसमा जानको लागि एउटा इन्जाइमको आवश्यकता पर्ने, त्यो इन्जाइमको नाम रिभर्स ट्रान्सक्रिप्टेज। र रिभर्स ट्रान्सक्रिप्सनको प्रोसेसमा जाँदाखेरि आरएनए केमा चेन्ज हुने त भन्दाखेरि डीएनएमा चेन्ज हुन्छ भनेर जान्यौँ। अब यसको रिजर्भियर एन्ड सोर्स अफ इन्फेक्सनको कुरा गर्छौँ। यो भाइरस चाहिँ कहाँ पाइन्छ त, कहाँबाट आउँछ त भनेर भन्दाखेरि इन्फेक्टेड पर्सन र एड्स पेसेन्ट। इन्फेक्टेड पर्सन भनेको एचआईभी पोजिटिभ पर्सन, एचआईभी भाइरस शरीरमा छ तर एड्स भइसकेको छैन, भन्नुको मतलब इन्क्युबेसन पिरियड कम्प्लिट भइसकेको छैन भने त्यस्तो व्यक्तिलाई हामी एचआईभी पोजिटिभ भनेर भन्दछौँ। र जसमा इन्क्युबेसन पिरियड कम्प्लिट भइसकेको छ उसलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि एड्स पेसेन्ट भनेर भन्दछौँ। इन्फेक्टेड पर्सन सर्भ एज रिजर्भियर अफ एचआईभी which may be AIDS patient or carrier। क्यारियर भनेको एचआईभी पोजिटिभ। द सोर्स अफ इन्फेक्सन इज, केबाट इन्फेक्सन हुन्छ त भनेर भन्दाखेरि ब्लड टिस्यु फ्लुइड अफ द इन्फेक्टेड पर्सन। एचआईभी पोजिटिभ अर्थात् एड्स पेसेन्टको ब्लडमा र बडीमा प्रोडक्सन हुने फ्लुइड्सहरू जुन छ, सेमेन भयो, मिल्क भयो है, भेजाइनल फ्लुइड भयो, यिनीहरूमा के पाइने त भन्दाखेरि भाइरस पाइने। यिनीहरूबाट चाहिँ एक व्यक्तिबाट अर्को व्यक्तिमा ट्रान्सफर हुन्छ। रिजर्भियरको बारेमा कुरा गऱ्यौँ। अब हेर, नाउ द नेक्स्ट वान इज अबाउट द मोड अफ ट्रान्समिसन। अब हामी के को बारेमा कुरा गर्छौँ अरे त भन्दाखेरि मोड अफ ट्रान्समिसन, मोड अफ इन्फेक्सन। एक व्यक्तिबाट अर्को व्यक्तिमा एचआईभी कसरी सर्दछ, एड्स एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्छ भन्ने बारेमा हामी कुरा गर्दछौँ। हेर, यो भाइरस ट्रान्समिट हुने प्रोसेसहरू, एउटा व्यक्तिबाट अर्को व्यक्तिमा ट्रान्सफर हुने प्रोसेसहरू के हो भन्दाखेरि द प्रोसेसेस आर सेक्सुअल कन्ट्याक्ट, ब्लड ट्रान्सफ्युजन अफ द ब्लड ट्रान्सफ्युजनबाट हुन्छ। त्यस्तै इन्फेक्टेड निडल्सबाट हुन्छ। इन्फेक्टेड केबाट हुने? निडल्सबाट हुने। इन्फेक्टेड निडल्सबाट हुन्छ। त्यस्तै गरेर भर्टिकल ट्रान्समिसन, भर्टिकल ट्रान्समिसन भनेको चाहिँ मदरबाट, इन्फेक्टेड मदरबाट चाइल्डमा ट्रान्समिट हुने, ब्रेस्ट फिडिङ हुँदा पनि हुन्छ। ल यति तरिकाहरू भयो। के भयो? सेक्सुअल कन्ट्याक्ट, ब्लड ट्रान्सफ्युजन, त्यस्तै गरेर इन्फेक्टेड सिरिन्ज निडल्सहरूबाट, र भर्टिकल ट्रान्समिसन भनेको चाहिँ के अरे त मदर टु चाइल्ड। अब हेर, सबैको बारेमा एक एक गरेर गफ गरौँ। पहिलो छ सेक्सुअल कन्ट्याक्ट है। एचआईभी जुन छ, एचआईभी चाहिँ केमा पाइन्छ त भनेर भन्दाखेरि सेमेनमा पाइने, त्यस्तै गरेर भेजिनल फ्लुइडमा पनि पाइने। एचआईभी भनेको जुन भाइरस छ, एड्स गराउने भाइरस, ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस, इट इज प्रेजेन्ट इन सेमेन एज वेल एज द भेजाइनल फ्लुइड अफ द एड्स पेसेन्ट। दस इट मे बी ट्रान्समिटेड ड्युरिङ इन्टिमेट सेक्सुअल कन्ट्याक्ट इन्भल्भिङ एन्ड एक्सचेन्ज अफ बडी फ्लुइड्स है। अब सेक्सुअल कन्ट्याक्ट हुँदाखेरि भाइरस के हुने त भन्दाखेरि एक व्यक्तिबाट अर्को व्यक्तिमा ट्रान्सफर हुने। र मोस्ट अफ द रिपोर्टेड केसेज, इन मोस्ट अफ द रिपोर्टेड केसेज एड्स आर सेक्सुअली ट्रान्समिटेड। धेरै जसो केसहरूमा हामीले हेऱ्यौँ भनेदेखि
एड्स एक व्यक्तिबाट अर्को व्यक्तिमा चाहिँ सेक्सुअल कन्ट्याक्टबाट के हुने रहेछ त भन्दाखेरि ट्रान्सफर हुने रहेछ र चान्स अफ ट्रान्समिसन कति हुन्छ भन्यो भने 30+% है 30+% चाहिँ के छ भन्दाखेरि चान्स अफ ट्रान्समिसन छ भनेको मतलब 100 टाइम्स सेक्सुअल रिलेसनसिप इस्टाब्लिस हुँदाखेरि 30 भन्दा बढी पटकमा चाहिँ एड्स एक व्यक्तिबाट अर्को व्यक्तिमा ट्रान्सफर हुने सम्भावना रहन्छ भनेर भनियो र एउटा हामीले के जान्नुपर्छ भन्दाखेरि इट इज द मोस्ट कमन मोड अफ ट्रान्समिसन अफ एचआईभी जाँचमा एमसीक्यू आउन सक्दछ विच इज द मोस्ट कमन मोड अफ ट्रान्समिसन अफ एचआईभी भनेर आयो भनेदेखि अब विभिन्न अप्सनहरू आउँछ सेक्सुअल कन्ट्याक्ट ब्लड ट्रान्सफ्युजन है त्यस पछाडि हाम्रो इन्फेक्टेड सिरिन्ज निडल मदर टु चाइल्ड यो हुँदाखेरि हामीले एन्सर के लेख्न सक्नु पर्यो त भन्दाखेरि मोस्ट कमन मोड अफ ट्रान्समिसन चाहिँ के रहेछ त भनेर भन्दाखेरि सेक्सुअल कन्ट्याक्ट रहेछ अब हेर यस पछाडि ब्लड एन्ड ब्लड प्रोडक्ट्स भन्ने छ ब्लड एन्ड के अरे त ब्लड प्रोडक्ट्स भन्ने छ अब एचआईभी इन्फेक्टेड इन्डिभिजुअलको ब्लड यदि कुनै हेल्दियर पर्सनलाई दिइयो भनेदेखि इफ द ब्लड अफ एचआईभी इन्फेक्टेड पर्सन भनेको एचआईभी पोजिटिभ पर्सन अर एड्स पेसेन्ट इज गिभन टु a healthier person then there is probability of transmission of blood transfusion of HIV contaminated blood and blood products र यो blood products भनेको चाहिँ के भन्दाखेरि ब्लडबाट छुट्याइएको प्लाज्मा ब्लडबाट छुट्याइएको प्लेटलेट्स है यस्तो कुराहरू जुन छ यस्तो कुराहरूको ट्रान्सफ्युजन त्यस्तो कुराहरूलाई चाहिँ हामी के भन्छौँ ब्लड प्रोडक्ट्स भनेर भन्छौँ यिनीहरूको ट्रान्सफ्युजनबाट पनि हुन्छ र चान्स अफ ट्रान्समिसन 90+% अब ब्लडै दिने हो त्यो भएकोले गर्दाखेरि ट्रान्समिसन हुने प्रोबेबिलिटी एकदमै हाई हुन्छ कति छ त ट्रान्समिसन हुने प्रोबेबिलिटी भन्यो भने 90+% प्रोबेबिलिटी रहेको छ दुईटा सेक्सुअल कन्ट्याक्ट र ब्लड एन्ड ब्लड प्रोडक्ट्सको कुरा गऱ्यौँ अब अर्को हेर अर्को चाहिँ छ कन्ट्यामिनेटेड इक्विपमेन्ट्सहरू कन्ट्यामिनेटेड के अरे त इक्विपमेन्ट्स भनेको स्किन पायर्सिङ इन्स्ट्रुमेन्ट इक्विपमेन्ट्स भनेको कस्तो खालको इक्विपमेन्ट अरे त हेर स्किन पायर्सिङ इन्स्ट्रुमेन्ट भनेको स्किनमा प्वाल पार्ने स्किन छेड्ने इन्स्ट्रुमेन्टहरू जुन छ टाटु बनाउने हुनसक्छ नाक कान छेड्दाखेरि हुनसक्छ या सिरिन्जहरू पनि बाट हुनसक्छ द भाइरस इज अल्सो रेडियली ट्रान्समिटेड ड्युरिङ इन्ट्राभेनस इन्जेक्सन विथ कन्ट्यामिनेटेड निडल्स सिरिन्जहरू युज गरियो भनेदेखि त्यति बेला पनि के रहेछ भाइरस ट्रान्समिट हुने प्रोबेबिलिटी रहेछ यो कारणले गर्दाखेरि हेर एउटा यहाँ टर्म छ एड्स इज प्रिभेलेन्ट एमङ युजर्स अफ इलिगल ड्रग्स इन्ट्राभेनस ड्रग लिने ड्रग एब्युजर्सहरू जो छ इन्ट्राभेनस ड्रग लिने भनेको इन्जेक्सनको माध्यमबाट ड्रग्स लिने ड्रग एब्युजरहरू जो हुन्छ उनीहरूमा एचआईभी हुने सम्भावना बढी हुन्छ बिकज दे सेयर सेम निडल एन्ड सिरिन्ज a number of people share the needle and syringe so the probability of spread of HIV among the drug abusers is high भनेर भन्यो हेर अनस्टेरिलाइज स्किन पायर्सिङ इन्स्ट्रुमेन्ट स्टेरिलाइज नगरिएको स्किन पायर्सिङ इन्स्ट्रुमेन्ट्सहरू लाइक इयर पायर्सिङ ट्याटुइङ निडल्स यिनीहरू क्यान स्प्रेड द डिजिज फ्रम one person to another person कुनै पनि स्किन पायर्सिङ इन्स्ट्रुमेन्ट यदि इन्फेक्टेड छ र त्यसको सेयरिङ भयो भनेदेखि एचआईभी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ भनेर हामीले जान्यौँ अर्को छ मदर टु चाइल्ड अघि पनि हामीले गफ गऱ्यौँ जसलाई हामी भर्टिकल ट्रान्समिसन पनि भनेर भन्दछौँ अ वुमन इन्फेक्टेड विथ एचआईभी मे स्प्रेड द डिजिज टु फिटस थ्रु ब्लड सर्कुलेसन एन्ड टु चाइल्ड थ्रु ब्रेस्ट फिडिङ हेर दुईटा तरिका एउटा प्रेग्नेन्सी पिरियडमै मदरको बडीबाट फिटसमा ट्रान्समिट हुन सक्ने भाइरस त्यो चाहिँ बच्चा जन्मिनुभन्दा अगाडि है ट्रान्सप्लेसेन्टल ट्रान्समिसन भयो प्लेसेन्टाको माध्यमबाट सर्कुलेसनको माध्यमबाट ट्रान्समिट हुने अर्को चाहिँ बच्चा जन्मिसकेपछि प्रेग्नेन्सी पिरियडमा केबाट त भन्दाखेरि ब्रेस्ट फिडिङबाट पनि ट्रान्समिट हुने अब यसको स्प्रेडको प्रोबेबिलिटी पनि कति त भन्दाखेरि 30+% कति पर्सेन्ट अरे त 30+% चाहिँ स्प्रेडको प्रोबेबिलिटी भयो ल यो हामीले के पढ्यौँ त भन्दाखेरि एचआईभीको ट्रान्समिसनको बारेमा पढ्यौँ हाउ द डिजिज गेट ट्रान्सफर्ड फ्रम one individual to another individual मोड अफ ट्रान्समिसन के हो के जान्यौँ हामीले सेक्सुअल कन्ट्याक्ट मोस्ट अफ द केसेसमा सेक्सुअल कन्ट्याक्ट रहेछ त्यस पछाडि अर्को हामीले ब्लड एन्ड ब्लड प्रोडक्ट्स अर्को कन्ट्यामिनेटेड सिरिन्ज निडल अर स्किन पायर्सिङ इन्स्ट्रुमेन्ट र अर्को चाहिँ मदर टु चाइल्डमा के बन्यौँ त प्रेग्नेन्सी पिरियडमै है सर्कुलेसन ट्रान्सप्लेसेन्टल सर्कुलेसनको माध्यमबाट अथवा प्रेग्नेन्सी पिरियडमा ब्रेस्ट फिडिङ पिरियडमा अर्को चाहिँ ब्रेस्ट फिडिङ पिरियडमा हुने अब यस पछाडि यसको इन्क्युबेसन पिरियडको कुरा गरौँ हेर
इन्क्युबेसन पिरियड जुन छ, इन्क्युबेसन पिरियड चाहिँ ग्रेटली भेरी गर्दछ है। यो लगभग 6 महिनादेखि लिएर 10 वर्ष अथवा त्योभन्दा बढी पनि हुन सक्दछ है। फ्रम 6 months अप टु 10 years अर मोर, इट डिपेन्ड्स अपन लाइफस्टाइल एक्टिभिटिज है अफ द इन्फेक्टेड पर्सन। ल अब यस पछाडि हेर, यो थोरै यहाँ चाहिँ के छ भन्दाखेरि यो भाइरसको एक्सनको बारेमा देखाइएको छ। भाइरस शरीरभित्र गएपछि कहाँ जान्छ, के गर्छ भन्ने बारेमा देखाइएको छ। हेर, जब यो शरीरभित्र जान्छ नि, शरीरभित्र गइसके पछाडि यो कहाँ जान्छ, कसरी बस्छ, कुन सेलहरूमा जान्छ भन्ने बारेमा देखाइएको हो यो। हेर है, अब सबैभन्दा सुरुमा भाइरस जुन छ, यो भाइरस है शरीरभित्र पसिसके पछाडि है यो जाने भनेको चाहिँ कहीँ भित्र जान्छ त भन्दाखेरि म्याक्रोफेजेजहरूभित्र पस्दछ। के भित्र पस्छ अरे त भन्दाखेरि म्याक्रोफेजेजहरूभित्र पस्दछ। अब म्याक्रोफेजेजभित्र पसिसके पछाडि, के भित्र पसिसके पछाडि, म्याक्रोफेजेजभित्र पसिसके पछाडि यो जुन देख्दैछौ, यो मान न यो चाहिँ हाम्रो के हो अरे त भन्दाखेरि म्याक्रोफेज हो। यो के हो अरे त म्याक्रोफेज हो। यो भाइरस आयो, अब भाइरस आइसके पछाडि शरीरमा भएको फेगोसाइटिक सेलहरूले यसलाई डिस्ट्रोय गर्न खोज्दछ, यसलाई डिस्ट्रोय गर्न सक्दैन र यो चाहिँ कहाँ इन्टर गर्ने त भन्दाखेरि म्याक्रोफेजेजभित्र इन्टर गर्ने। के भित्र इन्टर गर्ने? म्याक्रोफेजेज। म्याक्रोफेजेजभित्र इन्टर गर्ने। अब यो म्याक्रोफेजेजभित्र इन्टर गरिसके पछाडि, के भित्र इन्टर गरिसके पछाडि हेर, इन्टर के भित्र गर्यो? म्याक्रोफेजभित्र इन्टर गर्यो। अब यो म्याक्रोफेजभित्र इन्टर गरिसकेपछि अघि हामीले पढेको रिभर्स ट्रान्सक्रिप्सन भन्ने प्रोसेस जुन छ नि, हो त्यो रिभर्स ट्रान्सक्रिप्सन भन्ने प्रोसेसमा जान्छ। हेर यहाँ लेखेको छ यी, हेर भाइरल डिएनए इज प्रोड्युस्ड बाई रिभर्स ट्रान्सक्रिप्सन। रिभर्स ट्रान्सक्रिप्सनको प्रोसेसबाट के हुने? भाइरल डिएनए बन्ने। यो भाइरल डिएनए बन्यो। यो के बन्यो अरे त भन्दाखेरि भाइरल डिएनए बन्यो। हेर यो भाइरल डिएनए बन्यो। अब यसरी बनेको भाइरल डिएनए जुन छ नि, यो यसरी बनेको भाइरल डिएनए चाहिँ होस्ट सेलको न्युक्लियसभित्र गएर डिएनएसँग मिल्दछ। होस्ट सेलभित्र पसेर केसँग मिल्ने त भन्दाखेरि डिएनएसँग गएर इन्कर्पोरेट गर्न थाल्दछ र यसलाई इन्कर्पोरेट गरेर यसले के गराउँछ त भनेर भन्दाखेरि यो भाइरसहरू बनाउँदछ। के बनाउने त भन्दाखेरि नयाँ भाइरसहरू बनाउँदछ। यसरी म्याक्रोफेजेजभित्र नयाँ भाइरसहरू बन्दछ, रेगुलरली नयाँ भाइरस बनिराख्दछ। त्यो भएको कारणले गर्दाखेरि यो म्याक्रोफेज जुन छ नि, यो म्याक्रोफेजलाई फ्याक्ट्री अफ एचआइभी भनेर भनिन्छ। फ्याक्ट्री अफ एचआइभी के हो भनेर भन्यो भनेदेखि म्याक्रोफेज रहेछ। म एकचोटि फेरि भन्दैछु, हेर ध्यान दिएर सुन। भाइरस शरीरभित्र पस्यो, शरीरभित्र पसिसके पछाडि फेगोसाइटिक सेलहरूले यसलाई डिस्ट्रोय गर्न खोज्ने, डिस्ट्रोय गर्न सक्दैन। त्यस पछाडि यो म्याक्रोफेजेजभित्र इन्टर गर्दछ। म्याक्रोफेजभित्र इन्टर गरिसके पछाडि यसमा के हुने त भन्दाखेरि रिभर्स ट्रान्सक्रिप्सनको प्रोसेस हुने। रिभर्स ट्रान्सक्रिप्सनको प्रोसेस भएर यो आरएनए जुन छ भाइरसको आरएनए, यो चाहिँ भाइरसकै भाइरल डिएनएमा चेन्ज हुने। केमा चेन्ज हुने? भाइरल डिएनएमा चेन्ज हुने। र यो डिएनए जुन छ, जुन होस्ट सेलभित्र छ अहिले, त्यही होस्ट सेलको न्युक्लियसभित्र जान्छ र होस्ट सेलको डिएनएसँग इन्कर्पोरेट गर्दछ र होस्ट सेलको डिएनएलाई अब के भनेर अर्डर गर्छ त यसले भन्दाखेरि नयाँ भाइरस बनाउनको लागि अर्डर गर्दछ र नयाँ भाइरसहरू बन्दछ। यसरी धेरै सङ्ख्यामा के बन्ने त भन्दाखेरि नयाँ भाइरस बन्ने। र कहाँ बन्दैछ भन्दाखेरि म्याक्रोफेजभित्र बन्दैछ। त्यही भएकोले गर्दाखेरि यो म्याक्रोफेज जुन छ, म्याक्रोफेजलाई हामीले फ्याक्ट्री अफ एचआइभी भनेर भन्यौँ। म्याक्रोफेज इज कल्ड एज फ्याक्ट्री। एमसिक्यूमा सोधिराखिन्छ फ्याक्ट्री अफ एचआइभी भनेर। एन्सर हाम्रो के हुनुपर्ने रहेछ त भन्दाखेरि म्याक्रोफेज हुनु पर्दछ। यसैको एक्सप्लानेसन छ तल हेर, यही माथिको जुन कुराहरू अहिले भर्खर हामीले भन्यौँ त्यसैको एक्सप्लानेसन हो। हेर भाइरल एक्सन, भाइरल कता कता जान्छ? वेन द भाइरस इन्टर्स द ब्लड स्ट्रिम, ब्लड स्ट्रिममा जब इन्टर हुन्छ, बडी इम्युन सिस्टम रिकग्नाइजेज इट एज एन्टिजिन। बाहिरबाट नयाँ कुनै कुरा आयो, नयाँ कुनै कुरा शरीरमा नभएको कुरा आइसकेपछि त्यसलाई शरीरले के को रूपमा रिगार्ड गर्यो त? एन्टिजिनको रूपमा रिगार्ड गर्यो। फर्स्ट द म्याक्रोफेजेज इङ्गल्फ इट। म्याक्रोफेजेजले यसलाई के गर्ने त भन्दाखेरि इङ्गल्फ गर्ने, बट इज अनेबल टु डिस्ट्रोय द भाइरस। भाइरसलाई डिस्ट्रोय गर्न सक्दैन। म्याक्रोफेजेजभित्र इन्टर गरेको छ भाइरस, म्याक्रोफेजले इङ्गल्फ गरिरहेछ, तर म्याक्रोफेजले यसलाई कुनै प्रकारको हानि गर्न सक्दैन। इनसाइड म्याक्रोफेज, म्याक्रोफेजभित्र
RNA genome of virus replicates to form viral DNA with the help of enzyme reverse transcriptase. अघि भर्खर हामीले भनेको छ रिभर्स ट्रान्सक्रिप्सन भन्ने प्रोसेसमा जान्छ। कुन प्रोसेसमा जाने त? रिभर्स ट्रान्सक्रिप्सनको प्रोसेसमा। र के बन्ने भन्दाखेरि भाइरल DNA बन्ने। र यसरी बनेको भाइरल DNA जुन छ गेट्स इन्कर्पोरेटेड विथ द होस्ट सेल्स DNA। यो म्याक्रोफेजेजको DNA सँग गएर यसले इन्कर्पोरेट गर्दछ अनि डाइरेक्ट्स द इन्फेक्टेड सेल टु प्रोड्युस भाइरस पार्टिकल्स। नयाँ भाइरस बनाउनको लागि होस्ट सेललाई के गर्ने त भन्दाखेरि डाइरेक्ट गर्ने काम चाहिँ गर्दछ। दस द म्याक्रोफेजेस कन्टिन्युज टु प्रोड्युस भाइरसेस। म्याक्रोफेजेसले अब के गर्छ? भाइरस बनाइराख्दछ। एन्ड एक्ट्स लाइक HIV फ्याक्ट्री। के को रूपमा काम गर्छ अरे त भन्दाखेरि HIV को फ्याक्ट्रीको रूपमा काम गर्छ। HIV फ्याक्ट्री भनेर आयो भने अहिले भर्खर हामीले एकछिन अगाडि पनि डिस्कस गरिरहेछौँ के रहेछ त भन्दाखेरि म्याक्रोफेजेज रहेछ। त्यसको एन्सर के रहेछ? म्याक्रोफेजेज। म्याक्रोफेजेज एक्ट्स एज HIV फ्याक्ट्री। अब हेर यसरी धेरै HIV भाइरसहरू बनेपछि धेरै के बनेपछि HIV भाइरस बनेपछि अब यो भाइरसहरू जुन छ नि यो भाइरसहरू चाहिँ एक प्रकारको लिम्फोसाइट्स जुन छ टी लिम्फोसाइट्स भन्ने लिम्फोसाइट्सभित्र इन्टर गर्दछ। हेल्पर टी सेल भनेर भनिन्छ र त्यसको एउटा भेराइटी छ जसलाई हामी CD4 सेल भनेर भन्छौँ। अर्थात् यो भनेको हेल्पर लिम्फोसाइट्स हो है, हेल्पर सेल हो। अर्को CD8 टी सेल भन्ने हुन्छ हैन। अब त्यसको बारेमा हामीलाई अहिले आवश्यक छैन। अहिले खाली हामी के जानौँ भन्दाखेरि भाइरस कुन सेलभित्र इन्टर गर्छ भन्यो भने CD4 अर्थात् टी हेल्पर सेलभित्र इन्टर गर्दछ र त्यही CD4 टी सेल जुन छ त्यो सेलभित्र अनहार्म्ड कुनै पनि हानि नभइकन कुनै केही असर नभइकन त्यत्तिकै बसिराख्दछ। अब बसिराख्दछ केही समयसम्म बस्दछ तर केही समय पछाडि चाहिँ के हुन्छ भन्दाखेरि यो CD4 टी सेल जुन छ यो CD4 टी सेलभित्रै भाइरस के गर्न थाल्छ त भन्दाखेरि फेरि रिप्लिकेट गर्न थाल्दछ र यसरी जब भाइरस रिप्लिकेट गर्दछ यसरी भाइरस रिप्लिकेट गर्दाखेरि भाइरस चाहिँ अब CD4 टी सेलबाट ब्रस्ट हुन्छ। यसको भाइरसको नम्बर धेरै भइसके पछाडि ब्रस्ट भएर बाहिर निस्किन्छ। फेरि नयाँ CD4 टी सेललाई यसले के गर्ने त एट्याक गर्ने। अब यो CD4 टी सेलभित्र बसेकै बेलामा बडीको इम्युन सिस्टमले अब यो त टी लिम्फोसाइट्स थियो बी लिम्फोसाइट्सहरू जुन छ अरू लिम्फोसाइट्सहरूले पनि के गर्छ त भन्दाखेरि यो भाइरसलाई मार्न चाहिँ खोज्दछ, यो भाइरसलाई एट्याक चाहिँ गर्दछ तर कसैले पनि भाइरसलाई कुनै पनि प्रकारको हार्म गर्न सक्दैन। एट द सेम टाइम एन्टिबडिज मेड बाई बी सेल अल्सो एट्याक द भाइरसेज इन द ब्लड बट द भाइरस रिमेन अनहार्म्ड बाई एन्टिबडी एक्टिभिटी। कुनै पनि प्रकारको इम्युन सिस्टमले प्रोडक्सन गर्ने कुनै पनि फ्याक्टर जुन छ त्यो फ्याक्टरले एन्टिबडिजहरूले यो भाइरसमाथि एक्ट गर्न सक्दैन, यही भाइरसलाई कुनै पनि प्रकारको असर गर्न सक्दैन र सर्टेन टाइम भइसके पछाडि है अब इन्क्युबेसन पिरियड अब अघि नै हामीले भनेको छ 6 महिनादेखि 10 वर्षसम्मको हुन सक्दछ, लाइफस्टाइलमा डिपेन्ड गर्छ भनेर भनेको छ। अब त्यही इन्क्युबेसन पिरियड कम्प्लिट नहुन्जेलसम्म डर्मेन्ट अवस्थामा बस्छ। इन्क्युबेसन पिरियड कम्प्लिट हुने बेलातिर पुगेपछि यो भाइरस के गर्छ मल्टिप्लाई गर्दछ। मल्टिप्लाई गर्दा के हुने त भन्दाखेरि नयाँ धेरै भाइरसहरू बनाउँदछ र यसरी बनेको भाइरसहरू जुन छ त्यो भाइरसहरूले नयाँ CD4 सेललाई एट्र्याक्ट गर्दछ। फेरि त्यो CD4 सेलभित्र पनि यिनीहरू मल्टिप्लाई गर्छ, नयाँ CD4 सेललाई एट्याक गर्दछ। यसरी बडीको CD4 सेल जुन छ जुन इम्युनिटीसँग रेस्पोन्सिबल छ त्यो सेलको नम्बर के हुन्छ कम हुँदै जान्छ। जति त्यो सेलको नम्बर कम हुँदै जान्छ त्यतै बडीको इम्युनिटी पनि के हुँदै जाने त भन्दाखेरि कम हुँदै जाँदै र फाइनल्ली एट द एन्ड बडीको इम्युन सिस्टम नै के हुन्छ त कोल्याप्स हुन्छ। र त्यही कुरालाई लेखिएको छ द भाइरस मे रिमेन डर्मेन्ट फर अप टु 10 इयर्स। 10 वर्षसम्म बस्न सक्दछ, योभन्दा बढी पनि बस्न सक्दछ इन द CD4 टी हेल्पर सेल। हाउएभर एट सम पोइन्ट कुनै ठाउँमा पुगिसकेपछि द भाइरस अन्डरगोज रिप्लिकेसन। भाइरस के गर्छ अरे त भन्दाखेरि रिप्लिकेट गर्दछ एन्ड प्रोड्युसेस प्रोजेनी अफ न्यू भाइरसेस। धेरै नयाँ भाइरसेसहरू बनाउँदछ इनसाइड द CD4 हेल्पर सेल। एज दिस प्रोजेनी अफ भाइरसेस आर रिलिज्ड इन द ब्लड दे इन्फेक्ट एडिसनल CD4 हेल्पर सेल। अब CD4 सेलभित्र धेरै भाइरस बन्यो, CD4 सेलभित्र बनेको धेरै भाइरसहरू बनिसकेपछि CD4 सेल ब्रस्ट भयो। ब्रस्ट भएपछि यिनीहरू कहाँ गए त भन्दाखेरि ब्लडमा रिलिज भयो। ब्लडमा रिलिज भइसकेपछि नयाँ CD4 सेलभित्र फेरि इन्टर गर्यो, फेरि सेम प्रोसेस रिपिट गर्यो, CD4 सेलको नम्बर के भयो घट्यो। इभेन्चुअली डिस्ट्रोय द क्यापासिटी अफ द CD4 टी हेल्पर सेल्स टु फाइट द डिजिजेज।
Once the CD4T helper cells are destroyed, the immune system cannot fight the diseases. अब यो CD4T सेलको नम्बर कम भइसके पछाडी शरीरको इम्युनिटी पनि के हुन्छ त भन्दाखेरि कोल्याप्स भएर जान्छ। कुनै पनि प्रकारको सिम्पल इन्फेक्सनहरुबाट पनि बडीलाई प्रोटेक्ट गर्न सक्दैन त्यसले है। People infected with HIV virus then became susceptible to pathogens to which they normally would be immune. जुन प्याथोजिनहरुले कुनै पनि प्रकारको असर गर्न सक्दैन थियो शरीरमा, त्यही प्याथोजिनहरुले अब के गर्छ त भनेर भन्दाखेरि शरीरमा असर गर्न थाल्दछ। विभिन्न प्रकारको रोगहरु अपर्चुनिस्टिक प्याथोजिन्स भनेर भनिन्छ। ट्युबरक्लोसिस पढ्दा पनि हामीले पढ्यौं। मोस्ट कमन अपर्चुनिस्टिक प्यारासाइट है के त भन्दाखेरि ट्युबरक्लोसिसको ब्याक्टेरिया हो। अरु पनि विभिन्न अपर्चुनिस्टिक प्यारासाइटहरु प्याथोजिन्सहरु जुन छ तिनीहरुले शरीरलाई के गर्छ एट्याक गर्दछ, किनकि शरीरको इम्युन सिस्टम त एकदमै कम कोल्याप्स भइसकेको हुन्छ। त्यो कारणले गर्दाखेरि अब हेर यो भइसके पछाडी जब इम्युन सिस्टम कोल्याप्स हुन्छ, इम्युन सिस्टम कोल्याप्स भइसकेपछि मोस्ट अफ द इन्डिभिजुअल्स विथ फुल ग्रोन एड्स, इम्युन सिस्टम कोल्याप्स हुनु भनेको एड्स फुल्ली ग्रो भइरहेछ भनेर भनेको डाई विदिन 3 years अफ टाइम, लगभग 3 वर्षको समयमा चाहिँ फुल्ली एड्स भइसके पछाडी मान्छे के हुने त भन्दाखेरि मर्ने। इन्क्युबेसन पिरियड कम्प्लिट भएको 3 वर्ष जति पछाडी भनेर जानिएर भाइरसको एक्टिभिटीमा हामीले मुख्य बुझ्नुपर्ने कुरा के रहेछ, शरीरभित्र पस्दछ। शरीरभित्र पसिसके पछाडी शरीरको इम्युन सिस्टमले त्यसलाई कुनै असर गर्न सक्दैन। त्यो म्याक्रोफेजेज भित्र इन्टर गर्छ पहिलो पटक। म्याक्रोफेजेज भित्र इन्टर गरिसकेपछि रिभर्स ट्रान्सक्रिप्सन भन्ने प्रोसेसमा जान्छ र भाइरल डीएनए बनाउँछ। त्यो भाइरल डीएनए म्याक्रोफेजेजको डीएनए सँग गएर इन्कर्पोरेट गर्छ र धेरै नयाँ के बनाउँछ त भन्दाखेरि भाइरसहरु बनाउँदछ, बनाइराख्दछ। र त्यही भएकोले हामी एचआईभी को फ्याक्ट्रीको रूपमा रिगार्ड गर्छौं केलाई, म्याक्रोफेजेजलाई। म्याक्रोफेजेज आर रिगार्डेड एज फ्याक्ट्री अफ द एचआईभी। अब यसरी नयाँ बनेको भाइरस जुन छ त्यो कहाँ जान्छ त भनेर भन्दाखेरि CD4T सेल भित्र जान्छ, व्हिच इज अ टाइप अफ लिम्फोसाइट्स। बडीको इम्युन सिस्टमलाई रेगुलेट गर्ने लिम्फोसाइट्स हो। यसरी गयो, यसरी गइसके पछाडी अब के हुने त भन्दाखेरि ती भित्र बस्दछ, लामो समयसम्म बस्न सक्दछ, 10 वर्षसम्म बस्न सक्दछ। अनि ती भित्र के गर्न थाल्दछ भन्दाखेरि मल्टिप्लाई गर्न थाल्छ। बडीको इम्युन सिस्टमले एन्टिबडीजहरु बनाएर पनि भाइरसलाई एट्याक गर्दछ, तर कुनै पनि प्रकारको असर गर्न सक्दैन। र जब CD4T सेल भित्र भाइरस मल्टिप्लाई गर्दछ, धेरै संख्यामा नयाँ भाइरसहरु बन्दछ र यसरी बनेको भाइरसहरुले अरु नयाँ CD4 सेललाई एट्याक गर्दछ र शरीरमा CD4 सेलको नम्बर जुन हुन्छ त्यो कम हुँदै जान्छ र फाइनली CD4T सेलको नम्बर कम्प्लिटली नरहेपछि, कम्प्लिटली CD4T सेल डिस्ट्रोय भइसकेपछि बडीको इम्युन सिस्टम पनि के हुन्छ कोल्याप्स हुन्छ र फुल एचआईभी हुन्छ। फुल एचआईभी भइसके पछाडी मान्छे म्याक्सिमम 3 वर्षसम्म बाँच्न सक्दछ भनेर हामीले जान्यौं यो भाइरसको एक्टिभिटीको बारेमा। नाउ वी मुभ इन्टु दी सिम्पटम्स। अब हामी केमा जान्छौं अरे त भन्दाखेरि सिम्पटम्समा जान्छौं। हेर सिम्पटम्समा आफ्टर दी कम्प्लिसन अफ द इन्क्युबेसन पिरियड कम्प्लिट भइसके पछाडी देखिने हो एक्ज्याक्टली सिम्पटम। भाइरसको इन्ट्री हुने बित्तिकै, भाइरसको के हुने बित्तिकै अरे त इन्ट्री हुने बित्तिकै चाहिँ कुनै पनि प्रकारको सिम्पटम्स नदेखिन पनि सक्दछ। एट द टाइम अफ इन्फेक्सन देयर मे बी नो एनी साइन्स अर सिम्पटम्स, हाउएभर generally remains characterized by general viral infection. general viral infection हुँदाखेरि जे हुने हो माइल्ड फिभर है, टायर्डनेस, यो कुराहरु चाहिँ देखिन्छ। हेर most individuals infected with HIV have no symptoms of the disease and feel well at the time of infection. इन्फेक्सनको बेलामा कुनै प्रकारको उ छैन। In some cases few symptoms appear during early days of the infection like mild fever हुने, टायर्डनेस हुने, लस अफ एपेटाइट हुने। यो जुनसुकै भाइरस शरीरभित्र इन्टर गर्यो भने पनि देखिने। दिज आर दी जेनरल भाइरल सिम्पटम्स। यिनीहरू के हो अरे त जेनरल भाइरल सिम्पटम्स हो। फिभर हुनु है, टायर्डनेस हुनु, भोक नलाग्नु, यो जेनरल सिम्पटम्सहरु देखिन्छ। हेर अब एड्समा एउटा टर्म युज हुन्छ, लेटेन्ट अर विन्डो पिरियड अफ एड्स भन्ने एउटा टर्म छ। के भन्ने टर्म छ अरे त लेटेन्ट अर विन्डो पिरियड अफ एड्स भन्ने छ। यो भनेको के हो भनेर भन्छौ भन्दाखेरि एचआईभी को इन्फेक्सन भयो नि, मानौ न आज हेर है त यो फर्स्ट डे हो, यो फर्स्ट डेमा के भयो त भन्दाखेरि इन्फेक्सन भयो। अब इन्फेक्सन भयो यसको केही दिन पछाडी है, मानौ न 10 दिन जति, 10 दिन 15 दिन है, 20 दिन या 1 महिना 2 महिना समयसम्म है बेग्ला बेग्लै व्यक्तिमा फरक हुन सक्दछ। ब्लड टेस्ट गरियो भनेदेखि पनि साइन सिम्पटम्स त कुनै छैन, प्लस ब्लड टेस्ट गरियो भनेदेखि पनि एचआईभी नेगेटिभ आउँछ। एचआईभी के आउँछ अरे त नेगेटिभ आउँदछ।
त्यो पिरियड जुन छ नि त्यो पिरियडलाई हामी के भन्छौँ भन्दाखेरि विन्डो पिरियड अर्थात् लेटेन्ट पिरियड भनेर भन्छौँ। हेर इन्फेक्सन भयो, इन्फेक्सन भइसके पछाडिको केही समयसम्म साइन सिम्टम्स त देखिँदैन प्लस ब्लड टेस्ट गर्यो भनेदेखि पनि के हुने रहेछ त भन्दाखेरि पोजिटिभ नआउने रहेछ, एचआइभी पोजिटिभ आउँदैन, एचआइभी नेगेटिभ नै आउँछ। हो यो पिरियड जुन छ यो पिरियडलाई हामी के भन्छौँ विन्डो पिरियड भन्छौँ। जेनरली 2 देखि 3 महिनासम्मको हुन्छ यो विन्डो पिरियड, तर 6 महिनाभन्दा बढीको चाहिँ हुँदैन। हेर है त यो के रहेछ भनेर भन्दाखेरि इट इज टाइम पिरियड फ्रम इन्फेक्सन टिल नो सिम्टम्स एपियर एन्ड नो एचआइभी पोजिटिभ टेस्ट इन ब्लड स्क्रिनिङ। ब्लड स्क्रिनिङ गर्दाखेरि पनि एचआइभी पोजिटिभ नदेखाउने, कुनै साइन सिम्टम्सहरू पनि नदेखिने यो समय जुन छ यो समयलाई हामी के भनेर भन्दो रहेछौँ त भन्दाखेरि लेटेन्ट अर विन्डो पिरियड भनेर भन्दो रहेछौँ। हाउएभर ट्रान्समिट्स एचआइभी, तर यो पिरियडमा पनि एचआइभी चाहिँ ट्रान्समिट गरिरहेको छ, एउटा व्यक्तिबाट अर्को व्यक्तिमा एचआइभी ट्रान्समिट गर्न चाहिँ मद्दत गर्दछ। यस्तो व्यक्तिले पनि विन्डो पिरियडमा भएको व्यक्तिले पनि भाइरस चाहिँ ट्रान्समिट गर्ने, तर साइन सिम्टम्स पनि छैन, ब्लड टेस्ट गर्दा पोजिटिभ पनि देखिएन। इट लास्ट फर 2 to 3 months, लगभग यो 2 देखि 3 महिनाको लागि लास्ट गर्दछ, बट नेभर मोर देन 6 months, 6 महिनाभन्दा बढीको चाहिँ हुन सक्दैन भनेर जान्यौँ। अब हेर दिस इज फलोड बाई नो फर्दर इम्प्याक्ट्स फर मन्थ्स अर इयर्स। अब कुनै सिम्टम्स नदेखिने कुरा जुन छ यो महिनौसम्म रहिराख्न सक्दछ या केही वर्षसम्म पनि रहिराख्न सक्दछ। समटाइम्स बिफोर द इन्ड अफ इन्क्युबेसन पिरियड कम्प्लिट हुने बेलातिर केही कम्प्लेक्स सिम्टम्सहरू देखिन्छ जसलाई हामी एड्स रिलेटेड कम्प्लेक्स भनेर भन्छौँ। द पेसेन्ट डेभलप्स ए कम्प्लेक्स अफ डिफरेन्ट डिसअर्डर्स विच आर कल्ड एज एड्स रिलेटेड कम्प्लेक्स। यसको नाम के रहेछ अरे त भन्दाखेरि दिस इज कल्ड एज एआरसी अर एड्स रिलेटेड कम्प्लेक्स। यो एड्स रिलेटेड कम्प्लेक्स कतिखेर देखिने भन्दाखेरि इन्क्युबेसन पिरियड कम्प्लिट हुने बेलातिर देखिने। यसमा के साइन सिम्टम्सहरू देखिन्छ भनेर भन्दाखेरि द एड्स रिलेटेड कम्प्लेक्स जुन छ यो एड्स रिलेटेड कम्प्लेक्समा देखिने सिम्टम्सहरू भनेको अनएक्सप्लेन्ड डायरिया फर मोर देन 1 month, लगभग 1 महिनासम्म डायरिया भइराख्ने, औषधिहरूले पनि निको नहुने डायरिया भइराख्ने है, मेलेज, फ्याटिग, फिभर फर मोर देन 1 month है, कन्टिन्युअस वेट लस। हेर कन्टिन्युअस के हुन्छ वेट लस हुन्छ, मान्छे एकदमै पातलो हुन्छ, त्यही भएकोले गर्दाखेरि यो कन्टिन्युअस वेट लस हुने भएकोले गर्दाखेरि एड्सलाई स्लिम डिजिज पनि भनिन्छ। मान्छे पातलो हुने, किन पातलो हुने त भन्दाखेरि कन्टिन्युअस वेट लस हुन्छ, ऱ्यापिड वेट लस हुन्छ, जसको कारणले गर्दाखेरि मान्छे स्लिम हुने भएकोले गर्दाखेरि एड्सलाई स्लिम डिजिज पनि भनेर भनिन्छ। त्यस्तै नाइट स्वेट्स भनेको राति पसिना आउने। सोलन लिम्फ ग्ल्यान्ड्स, लिम्फ एडिनोपेथी एन्ड स्प्लिनोमेगाली, स्प्लिन स्वेल गर्ने, त्यस्तै गरेर लिम्फ पनि के गर्ने अरे त भन्दाखेरि लिम्फ नोडहरू शरीरमा भएको लिम्फ ग्ल्यान्डहरू पनि स्वेल गर्ने। लिम्फ ग्ल्यान्ड स्वेल हुनुलाई हामीले लिम्फ एडिनोपेथी भनेर भन्यौँ, हामीले टाइफाइडमा पनि यो कुरा पढिरहेको थियौँ। त्यस्तै स्प्लिन स्वेल हुनुलाई के भनेर भने त स्प्लिनोमेगाली भनेर भनियो। सर्टेन लिम्फ नोड्स स्पेसल्ली द्याट अफ द ग्रोइन, नेक एन्ड एक्जिला मे इनलार्ज, यही लिम्फ एडिनोपेथीसँगै रिलेटेड कुरा हो। शरीरमा भएको लिम्फ नोडहरू के हुने त भन्दाखेरि इनलार्ज हुने। अब हेर एज द डिजिज प्रोग्रेसेज, यो डिजिज जसरी प्रोग्रेस गर्दै जान्छ ग्रेजुअल्ली लस अल नेचुरल डिफेन्स मेकानिजम भनेको शरीरको इम्युनिटी जुन छ त्यो इम्युनिटी ग्रेजुअल्ली बिस्तारै कम हुँदै जान्छ, घट्दै जान्छ। रोगकै नाम के छ त भन्दाखेरि एक्वायर्ड इम्युनो डेफिसियन्सी सिन्ड्रोम। भाइरसको नाम के रहेछ ह्युमन इम्युनो डेफिसियन्सी भाइरस। बडीको इम्युन सिस्टमलाई के गर्ने त भन्दाखेरि कम गराउने, यहाँ पनि इम्युन सिस्टम के हुने कम हुँदै जाने। अब हेर फाइनल्ली हेर अन्त्यतिर पुग्दाखेरि के हुन्छ त भनेर भन्दाखेरि इम्युन सिस्टम अफ द बडी कोल्याप्सेज। अघि पनि हामीले कुरा गरेको छ जब CD4 T सेलको नम्बर एकदमै कम हुन्छ त्यतिखेर के हुने त भन्दाखेरि बडीको इम्युनिटी कोल्याप्स हुने, बडीको इम्युनिटी कोल्याप्स हुन्छ एन्ड इट नेभर रिकभर्स। अब CD4 T सेल नभइसके पछाडि इम्युनिटी जुन छ इम्युनिटी रिकभर हुन पनि सक्दैन। त्यही भएकोले गर्दाखेरि द अपर्चुनिस्टिक इन्फेक्सन्स, अपर्चुनिस्टिक प्याथोजिन्सहरूले इन्फेक्सन गराउने। अपर्चुनिस्टिक इन्फेक्सन्सहरू के त हेर ट्युबरकुलोसिस, निमोसिस्टिस निमोनिया फङ्गल इन्फेक्सन हो, क्यान्डिडियासिस फङ्गल इन्फेक्सन है, ट्युबरकुलोसिस भनेको ब्याक्टेरियल इन्फेक्सन हामीले पढेकै छ है। यिनीहरू चाहिँ के हुन्छ भन्दाखेरि एकदमै कमन छ। अब टिबी त मोस्ट कमन अपर्चुनिस्टिक भनेर हामीले ट्युबरकुलोसिस पढ्दा पनि पढेकै छ। दिस इज द लास्ट स्टेज अफ द डिजिज, यो चाहिँ के हो त लास्ट स्टेज हो र जसमा
एकदमै कम्प्लेक्स खालको सिम्पटम्सहरू देखिन्छ। के देखिन्छ त यो कम्प्लेक्स सिम्पटम्सहरू भनेर भन्दाखेरि एउटालाई हामी कापोसिड सार्कोमा भनेर भन्छौँ। यो कापोसिड सार्कोमा भनेको चाहिँ एक्ज्याक्टली कनेक्टिभ टिस्यु ब्लड भेसेल नर्भ्सहरूको क्यान्सर हो, तर हेर्दाखेरि चाहिँ बाहिर अब छालामा देखिने भएकोले गर्दाखेरि स्किन क्यान्सर जस्तो खालको देखिन्छ है। स्किन क्यान्सर लाइक कन्डिसनमा चाहिँ बट एक्ज्याक्टली इट इज द क्यान्सर अफ द कनेक्टिभ टिस्यु ब्लड भेसेल्स एन्ड द नर्भ्स। ब्लड भेसेल्स र नर्भ्सको के भयो त क्यान्सर हो। त्यस्तै निमोसिस्टिक निमोनिया, यो निमोनिया पनि हुने। त्यस्तै नन हजकिन्स लिम्फोमा, यो भनेको चाहिँ लिम्फ भेसेल्सहरूको लिम्फेटिक सिस्टमको एक प्रकारको क्यान्सर हो है। रिकरेन्ट स्किन इन्फेक्सन, स्किनमा विभिन्न प्रकारको इन्फेक्सनहरू भइराख्ने। त्यस्तै क्रिप्टोकोकल मेनिन्जाइटिस हुने। त्यस्तै ब्लाइन्डनेस ड्यू टु इन्फ्लामेसन अफ रेटिना अफ द आई, रेटिनाको इन्फ्लामेसन भएर ब्लाइन्डनेस हुने। ड्यामेज अफ नर्भस सिस्टम एन्ड फाइनली रिजल्ट्स इन्टु द डेथ। यो सिम्पटम्सहरू चाहिँ के हो त भन्दाखेरि फाइनल स्टेजमा एड्स भइसकेपछि देखिने सिस्टम जान्नै पर्ने। कापोसिड सार्कोमा, निमोसिस्टिक निमोनिया, सिस्टिस निमोनिया, नन हजकिन्स लिम्फोमा है, क्रिप्टोकोकल मेनिन्जाइटिस, ड्यामेज अफ नर्भस सिस्टम एन्ड डेथ, यिनीहरू हुन सक्ने। अब हेर डायग्नोसिस कसरी गरिन्छ। डायग्नोसिस गर्नको लागि मास स्क्रिनिङ गर्नको लागि चाहिँ छैन यसो मास स्क्रिनिङ जुन हुन्छ, मास स्क्रिनिङ गर्नको लागि इलिसा टेस्ट भन्ने टेस्ट गरिन्छ। यसको इलिसाको फुल फर्म पनि जान्ने, यसलाई इन्जाइम लिङ्क्ड इम्युनोसर्भेन्ट एसे भनेर भनिन्छ। इट इज जेनरल स्क्रिनिङ टेस्ट फर अर्ली स्टेज। अर्ली स्टेजमा हो होइन के छ, शङ्का छ कि छैन भनेर गरिने टेस्ट है। अब यो इलिसा टेस्ट पोजिटिभ भयो भन्नुको मतलब एचआइभी भयो भन्ने ग्यारेन्टी नहुन पनि सक्छ। त्यही भएकोले कन्फर्मेटरी टेस्टको रूपमा चाहिँ अर्को एउटा टेस्ट गरिन्छ जसलाई वेस्टर्न बोल्ट टेस्ट भनेर भनिन्छ। हेर इलिसा के हो भन्दाखेरि जेनरल स्क्रिनिङ टेस्ट हो। जेनरल के अरे त स्क्रिनिङ टेस्ट। अब यो छैन भने त एचआइभी छैन, यो हुँदाखेरि पनि एचआइभी नहुन सक्दछ। कन्फर्म गर्नको लागि चाहिँ कुन टेस्ट गरिन्छ भन्दाखेरि वेस्टर्न बोल्ट टेस्ट। इट इज द कन्फर्मेटरी डायग्नोस्टिक टेस्ट। दुईटै लेख्नुपर्छ। धेरै विद्यार्थीहरूले इलिसा टेस्ट मात्रै लेखेको पाइन्छ, त्यसो गरियो भनेदेखि ठिक हुँदैन। हेर इलिसा टेस्ट इज द जेनरल स्क्रिनिङ टेस्ट। इलिसा टेस्ट पोजिटिभ आउँदैमा एचआइभी पोजिटिभ छ भनेर ग्यारेन्टी नहुन पनि सक्छ है। ग्यारेन्टी गर्नको लागि चाहिँ कुन टेस्ट गर्नुपर्ने रहेछ त वेस्टर्न बोल्ट टेस्ट इज द कन्फर्मेटरी टेस्ट। यो दुईटा टेस्टको नाम जान्ने, इलिसा र वेस्टर्न बोल्ट टेस्ट। नाउ द नेक्स्ट इज अबाउट द कन्ट्रोल मेथड्स। अब हेर टिल नाउ अहिलेसम्म के छ भन्दाखेरि यो एड्सको कुनै ट्रिटमेन्ट छैन, यसको कुनै पनि ट्रिटमेन्ट छैन, कुनै पनि मेडिसिन बनेको छैन जुन खाँदाखेरि एड्स के होस् त निको हो। जस्तो अगाडि हामीले ट्युबरक्लोसिसमा टाइफाइडमा यो औषधि खानुपर्छ भनेर भन्यौँ, यसमा पनि औषधि त खानुपर्छ, तर खालि के को लागि त भन्दाखेरि इन्क्युबेसन पिरियड लम्ब्याउनको लागि, लाइफस्टाइल इजी बनाउनको लागि मात्रै, भाइरसलाई डिस्ट्रोय गर्नको लागि, भाइरस मार्नको लागि त्यस्तो कुनै औषधि अहिलेसम्म छैन। हेर देयर इज नो क्योर एन्ड नो भ्याक्सिन फर एड्स एट एभाइलेबल। अहिलेसम्म न कुनै ट्रिटमेन्ट छ न कुनै भ्याक्सिन छ एट प्रेजेन्ट। त्यही भएकोले गर्दा प्रिभेन्सन इज द ओन्ली एन्सर टु चेक फर्दर स्प्रेड अफ डिजिज इन द कम्युनिटी। प्रिभेन्टिभ मेथड्सहरू एडोप्ट गर्नु नै के हो त भन्दाखेरि बेस्ट वे हो। के को लागि भन्दाखेरि एचआइभीबाट बच्ने अर्थात् एड्सबाट बच्ने। अब प्रिभेन्टिभ मेथड्सहरू के छ हेर। प्रिभेन्टिभ मेथड्समा म सधैँ के भन्छु भन्दाखेरि मोड अफ ट्रान्समिसन जानियो भनेदेखि प्रिभेन्टिभ मेथड आफै जानिन्छ। यो कसरी सर्छ भन्ने कुरा हामीले जान्यौँ भने त्यो कुराहरू गरेन भने यो सर्दैन। कति सजिलो छ हेर। अब केही प्रिभेन्टिभ मेथड्सहरूमा हेर, फर्स्ट छ पब्लिक अवेरनेस बाई प्रोभाइडिङ द इन्फर्मेसन अबाउट द एड्स। एड्सको बारेमा यो कति डेन्जर छ, कति सिरियस छ है, यसको बारेमा के गर्नु पर्यो त भन्दाखेरि एजुकेसन अवेरनेस क्रिएट गर्नु पर्यो। टु एभोइड अनसेफ सेक्सुअल कन्ट्याक्ट्स है, अनसेफ सेक्सुअल रिलेसनसिपहरू इस्टाब्लिस हुनु भएन, किनकि हामीले अगाडि पढेको छ सेक्सुअल कन्ट्याक्ट इज द मोस्ट कमन मोड फर द ट्रान्समिसन अफ द एचआइभी। त्यही भएकोले अनसेफ सेक्सुअल रिलेसन इस्टाब्लिस गर्नु भएन। यसको लागि के गर्ने, condoms may be used and avoid multiple partners and homosexuality है। मल्टिपल पार्टनर्सहरू एभोइडसँग सेक्सुअल रिलेसन इस्टाब्लिस गर्नु भएन। होमोसेक्सुअलहरूमा पनि यसको प्रोबेबिलिटी हाई छ, त्यो भएको कारणले गर्दा होमोसेक्सुअलिटी पनि हुनु भएन। त्यस्तै गरेर स्क्रिनिङ बिफोर ब्लड ट्रान्सफ्युजन। ब्लडलाई चाहिँ एक व्यक्तिबाट अर्को व्यक्तिमा दिनुभन्दा अगाडि स्क्रिन गर्नु पर्यो, टेस्ट गर्नु पर्यो, र त्यो टेस्ट गर्दाखेरि एचआइभीको पनि के हुनु पर्यो, टेस्ट हुनु पर्यो। यो सिस्टम लगभग धेरै ठाउँहरूमा छ, नेपालमा लगभग सबै ठाउँहरूमा यो सिस्टम छ। ब्लड अब अहिले टेस्ट नगरिकन है, स्क्रिनिङ नगरिकन चाहिँ ट्रान्सफ्युजन गरिँदैन।
रिहेबिलिटेसन अफ ड्रग एडिक्ट्सहरूलाई अघि हामीले पढेको छ। ड्रग एडिक्ट्सहरूमा चाहिँ इन्ट्राभेनस इन्जेक्सन लिन्छन् र इन्फेक्टेड निडल सिरिन्जबाट पनि एचआइभी सर्न सक्ने भएकोले गर्दाखेरि के गर्नु पर्यो त भन्दाखेरि ड्रग एडिक्ट्सहरूको रिहेबिलिटेसन सेन्टरमा लगेर राख्नु पर्यो, रिहेबिलिटेट गर्नु पर्यो। युज अफ डिस्पोजेबल सिरिन्ज एन्ड निडल्स, सिरिन्ज निडलहरू चाहिँ डिस्पोजेबल एकचोटि युज गरेपछि त्यसलाई फ्याँक्ने युज एन्ड थ्रो खालको युज गर्नु पर्यो भनेर भनेको। इन्फेक्टेड वुमन सुड एभोइड प्रेग्नेन्सी, इन्फेक्टेड वुमनले प्रेग्नेन्सी एभोइड गर्नु पर्यो। प्लस त्यस्तै के पनि गर्नु पर्यो त भन्दाखेरि इन्फेक्टेड मदरको मिल्क ब्रेस्ट फिडिङ पनि गर्नु भएन, ब्रेस्ट फिडिङ पनि के गर्नु पर्यो त एभोइड गर्नु। प्रेग्नेन्सी त छँदैछ, ब्रेस्ट फिडिङ पनि एभोइड गर्नु पर्यो। अब हेर त्यस पछाडि अर्ली डायग्नोसिस एन्ड ट्रिटमेन्ट अफ अदर सेक्सुअली ट्रान्समिटेड डिजिजेज, अरू सेक्सुअली ट्रान्समिटेड कुनै एसटिडिजहरू छ भनेदेखि त्यसको पनि के गर्नु पर्यो त अर्ली डायग्नोसिस ट्रिटमेन्ट। र मेन कुरा के हो भन्दाखेरि सेक्सुअल कन्ट्याक्ट, अनसेफ सेक्सुअल रिलेसनसिप इस्टाब्लिस हुनु भएन है, मल्टिपल पार्टनरसँग सेक्सुअल रिलेसनसिप इस्टाब्लिस हुनु भएन। एउटा सेक्सुअल कन्ट्याक्टबाट ब्लड ट्रान्सफ्युजन गर्नुभन्दा अगाडि ब्लडलाई के गर्नु पर्यो, टेस्ट गर्नु पर्यो, स्क्रिनिङ गर्नु पर्यो, अर्को मेजर भइहाल्यो। कन्ट्यामिनेटेड सिरिन्ज निडलहरू युज गर्नु भएन है, निडल सिरिन्जहरू चाहिँ कस्तो खालको युज गर्नु पर्यो अरे त भन्दाखेरि डिस्पोजेबल खालको युज गर्नु पर्यो। र इन्फेक्टेड वुमनले चाइल्ड बर्थ गर्नु भएन, ब्रेस्ट फिडिङ गर्नु भएन। यति कुराहरू प्रिभेन्टिभ मेथड्समा आउँदछ। अब हेर ट्रिटमेन्टको कुरा गर्दाखेरि अघि नै हामीले के भन्यौँ भन्दाखेरि प्रोपर ट्रिटमेन्ट छैन, त्यही भएकोले गर्दाखेरि एड्स इज स्टिल कन्सिडर्ड अ फ्याटल डिजिज है, इन्क्युरेबल डिजिज ड्यु टु दि ल्याक अफ दि प्रोपर मेडिसिन, प्रोपर मेडिसिन नभएको कारणले गर्दा यो एउटा फ्याटल है र इन्क्युरेबल के हो त डिजिज हो। बट सो फार साइन्टिस्ट ह्याभ डेभलप्ड सर्टेन एन्टिरेट्रोभाइरल ड्रग्स है, साइन्टिस्टले केही एन्टिरेट्रोभाइरल ड्रग्सहरू चाहिँ बनाइरहेछन्। मे सप्रेस द ग्रोथ एन्ड डेभलपमेन्ट अफ द एचआइभी इनसाइड द पेसेन्ट्स बडी। अब यसले चाहिँ के गर्छ, त्यही रिभर्स ट्रान्सक्रिप्सनको प्रोसेस हुन नदिने है, अनि भाइरस जुन छ भाइरसलाई मल्टिप्लाई हुन नदिने त्यस्तो खालको काम गर्ने मेडिसिनहरू एन्टिरेट्रोभाइरल ड्रग्सहरू चाहिँ बनाइरहेछन् है। दिज ड्रग्स हेल्प टु प्रोलङ द लाइफ स्प्यान एन्ड द क्वालिटी अफ द लाइफ अफ एन एड्स पेसेन्ट। यिनीहरूले खालि के गर्ने हो त भन्दाखेरि लाइफ स्प्यान बढाउने, इन्क्युबेसन पिरियड बढ्नमा मद्दत गरिदिने हो क्या यिनीहरूले। अब केही ड्रग्सहरूको नामहरू छ यहाँनिर हेर है। अब यो एन्टिरेट्रोभाइरल ड्रग्सहरू युज गरेर, विभिन्न ड्रग्सहरू युज गरेर हुने ट्रिटमेन्ट हुन्छ त्यसलाई एन्टिरेट्रोभाइरल थेरापी एआरटी भनेर भनिन्छ। एन्टिरेट्रोभाइरल थेरापी अर्थात् हाइली एक्टिभ एन्टिरेट्रोभाइरल थेरापी, सिम्पली एन्टिरेट्रोभाइरल थेरापी अर्थात् हाइली एक्टिभ एन्टिरेट्रोभाइरल थेरापी HAART, ART आर्ट एन्टिरेट्रोभाइरल थेरापी अर्थात् HAAT हार्ट हाइली एक्टिभ एन्टिरेट्रोभाइरल थेरापी। यसमा चाहिँ यो कुन फुल फर्म लियो, एचलाई लियो, एलाई लियो, यो एलाई लियो र यो आरलाई लियो र यो टीलाई लियो, HAART हार्ट भनेर भन्यो, हाइली एक्टिभ एन्टिरेट्रोभाइरल थेरापी। यो चाहिँ एन्टिरेट्रोभाइरल थेरापी ART। अब हेर यसमा कुन ड्रग्सहरू छ भन्दाखेरि लामिभुडिन भन्ने युज हुन्छ जसलाई इपिभिर पनि भनेर भनिन्छ, लामिभुडिन अर्थात् इपिभिर, त्यस्तै एबेकाभिर है, एबेकाभिर, अनि जिडोभुडिन जसलाई AZT एजिडोथाइमिनाइन भनेर भनिन्छ। यो तीनटा नामहरू जान्ने, लामिभुडिन भयो है, एबेकाभिर भयो, जिडोभुडिन अर्थात् एजिडोथाइमिनाइन यिनीहरू भयो। त्यस्तै गरेर अरू हेर नेभिरेपिन है, इन्डिनाभिर, स्क्वेनाभिर, यो अरू औषधिहरू पनि युज हुन्छ। यो पनि सबै के हो त भन्दाखेरि मेडिसिनहरू हो। तीनटा चाहिँ जान्ने है, लामिभुडिन, एबेकाभिर र जिडोभुडिन, यति तीनटा नाम चाहिँ जान्ने। अब हेर ट्रिटमेन्ट पनि जान्यौँ। अब जेनरली अब एड्स लागेको मान्छेलाई हेला गर्नु पनि भएन। हेर सामान्य डेली एक्टिभिटिजमा हात मिलाउँदैमा, हाँस्दैमा, बोल्दैमा एचआइभी सर्दैन। के गर्दा सर्दैन त हेर, एचआइभी डज नट, हेर एचआइभी भाइरस which does not survive easily outside the body is not spread by, शरीरभन्दा बाहिरपट्टि त्यति बाँच्दैन पनि र यो केबाट सर्दैन, कजल कन्ट्याक्ट एट वर्क स्कुल है, स्कुलमा यसो छुँदा ओर्दा, काम गर्ने ठाउँमा छुँदा ओर्दा है, टचिङ, हगिङ है, सेकिङ अफ ह्यान्ड्स, ह्यान्डसेक गर्दाखेरि, छुँदाखेरि, अङ्कमाल गर्दाखेरि, सेयरिङ बाथरुम टोयलेट्सहरू सेयर गर्दाखेरि, किचन इटिङ युटेन्सिल्सहरू सेयर गर्दाखेरि, पर्सनल आइटम्सहरू कम टवेल यिनीहरू सेयर गर्दाखेरि है, टकिङ, स्निजिङ, कफिङ, यो सब कुराहरूमा भाइरस के छ सर्दैन। फुड बेभरेजहरूबाट पनि सर्दैन, त्यस्तै मस्किटो अदर इन्सेक्ट्सहरूबाट पनि सर्दैन। ब्लडमा पाइने भएकोले गर्दाखेरि
मस्किटोको बाइट्सहरूबाट सर्छ कि भन्ने हुँदाखेरि त्यसबाट पनि यो के छ भन्दाखेरि सर्दैन। र जेनरल कामहरूबाट के रहेछ त भन्दाखेरि जेनरल हामीले गर्नुपर्ने एक्टिभिटिजहरू जुन हुन्छ त्यो एक्टिभिटिजहरूमा एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने रहेछ। एक र अर्को व्यक्तिको बिचमा बोल्दा, हात मिलाउँदा, अङ्कमाल गर्दा, है खोक्दा, हाछ्यौँ गर्दा यो सब कुराहरूबाट भाइरस सर्दैन। सामान्य मस्किटो बाइट्सहरूबाट पनि भाइरस के गर्ने रहेछ नसर्ने रहेछ। त्यही भएकोले गर्दाखेरि इट बिकम क्लियर द्याट देयर इज नो डेन्जर अफ बिकमिङ इन्फेक्टेड थ्रु जेनरल सोसियल कन्ट्याक्ट। जेनरल सोसियल कन्ट्याक्ट्सबाट एचआइभी भाइरस सर्दैन। सो ओन्ली एक्सक्युज मे बी इग्नोरेन्स, है इग्नोरेन्स गरियो भनेदेखि, लापरवाह बनियो भनेदेखि मात्रै के हुने रहेछ त भन्दाखेरि यो भाइरस सर्न सक्ने रहेछ। त्यही भएकोले के भनिन्छ त भनेर भन्दाखेरि डोन्ट डाई अफ इग्नोरेन्स भनेर भनिन्छ। एचआइभीको केसमा पपुलर स्लोगन के रहेछ भन्दाखेरि डोन्ट डाई अफ इग्नोरेन्स। यो किन भनिएको भन्दाखेरि जेनरल पर्सनल कन्ट्याक्टको एक्टिभिटिजहरू जुन छ नि, सोसियल कन्ट्याक्ट है, पर्सनल कन्ट्याक्टको जेनरल एक्टिभिटिजहरू ह्यान्ड सेकिङ, टकिङ, हगिङ यो सब कुराहरूमा के छ एचआइभी सर्दैन। यति कुरा थाहा हुँदाहुँदै एचआइभी केबाट सर्छ त? जेनरल बेसिक कुराबाट त नसर्ने रहेछ है। पनि एचआइभी लाग्छ भनेदेखि त्यतिखेर चाहिँ हामी के हुन्छौँ भन्दाखेरि हाम्रो इग्नोरेन्सको कारणले गर्दा लाग्ने रहेछ। त्यही भएकोले एउटा पपुलर भनाइ के रहेछ त भनेर भन्दाखेरि डोन्ट डाई अफ इग्नोरेन्स भनेर भनिन्छ। ओके, दिस इज अल एबाउट दि एड्स। यो सबै के भयो त भन्दाखेरि एड्सको बारेमा भयो हेर है। अब नेक्स्ट भिडियोमा हामी अरू कुराहरू पढ्नेछौँ है। यदि अब यो कुरा जे पढाइ भएको छ यो कुरा तिमीहरूलाई राम्रो लाग्यो भनेदेखि आफू जस्तै अर्को जसलाई यसको आवश्यकता छ उसलाई सेयर गर, भिडियोलाई लाइक गर। ओके, थ्याङ्क यू फर टुडे।